guys, मलाई थाहा छैन दुःख हुन्छ कि सुख हुन्छ, I don't know, but I want to try this adventures हैन। मजाले एक्सप्लोर गर्छु, जति सक्दो गर्छु भनेपछि चाहिँ एक दिनको डिसिजन हो हैन। जानु मन लागिरहेको जान्छु भनेर हो। मजाले म यहाँबाट निस्किसक्यो 6:55 मा घरबाट निस्क्या हो हैन। अब यहाँ मजाले जान्छु। अब यहाँबाट सरासर छिटो हुनु, त्यसपछि म भिनालाई पिकअप गरेर I will head towards पोखरा। ल आजको डेस्टिनेसन पोखरा या बेसिसर समथिङ एल्स हुनसक्छ होइन। बेसिसर अगाडि हो पोखरा होइन। बाई बाई। हामी यहाँ भिनाजुको घरमा भिनाजुलाई पिकअप गर्ने। अहिले यहाँ चिया र निम्किन र पानीको फेरि खाजाको व्यवस्था छ। वेटिङ फर सिस्टर। गाडी आउँदैछ। त्यसपछि हामी लाग्नेछौँ। टाटा 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 टाटा। कतिको एक्साइटेड हुनुहुन्छ त? भयो मेरो डिजेआइएमएको पुरै सेटअप हुँदैछ, किन मैले पुरानो त डामाडोल गरिहालेँ। अब नयाँको चाहिँ राम्रै छ। जोस् बिना यसको त हिँड्नु मिलेन। ए भिडियो बन्द गरेर सुनाउँछ हामी जाममा भेटाएको। हाई भनिदिनु। छिछि त गर्दै यार। छिछि छैन, हाई गर्नु। त्यही त हाई त छिछि गर्दै हो क्या पुरै। छिछि गर्दैछ? टिटिट भने मैले त। ए तपाईले टिटिट भने? मैले त टिटिट गर्दैछ भने सुने, छिछि रहेछ कि। ल है अब हामी लन्डन त्यो लागेका छौँ। त्यही हो सवारी हाम्रो। यही हो। लम्जु यतातिर होइन त? यही हो क्या तपाईँको अब सानीमा ब्याङ्क। यहाँ सानीमा छ कि कृषि? अब सिधै हो यहाँबाट सिधै हो सिधै। के देखिन ब्याङ्क मैले पनि देखाएको छ। मैले खोजेको तर माथि छ एउटा ढुक्क माथि चाहिँ छ। ल गाइज हामी बेसीसर आइपुग्यौँ होइन। तर यस्तो ठुलो स्क्याम भइदियो कि होइन। सबै ब्याङ्कहरू बन्द, एटिएमहरू सबै बन्द। लास्टमा सानी आमाले के गरेछ, सटर खोल्नु भयो। तर सटर खोलेपछि त्यो बाहिरको ढोका लक छ। तनाव होइन। त्यो माथि अब यो उहाँले भिनाजुले मोबाइल पसलवालालाई फोन गरेर के अरे फकाएर पैसा निकाल्दै हुनुहुन्छ। ल ठिकै छ, यो पनि पाइयो। अब यही हो। अब बेसरमा अब चिया खाइन्छ, खाजा खाइन्छ, त्यसपछि हामी लाग्छौँ उतातिर।
लाग्छ हामी कि बस्छौँ थाहा आएन गोइङ या बस्छौँ आई डोन्ट नो तर जे हुन्छ राम्रै हुन्छ अहिले हामी लगभग कति बजे छ भने 2:45 है त गाइस रमाइलो भयो जे छ अझै हुनेछ राम्रो राम्रो ल पैसा 60 हो एउटा दाइले हेल्प गर्नुभयो धन्यवाद होइन लमजुङ हाइटेक मोबाइल पसलको दाइले त्यसपछि अब हामी लाग्नेछौँ चामेतिर मैले नाम बिर्सिरहेको थिएँ चामे भन्ने बिर्सिरहेको थिएँ यार र ठिकै छ अब हामी डाइरेक्ट चामे जानेछौँ यहाँबाट सजिलो अलिकति अफरोडिङ अब सुरु हुन्छ एकछिनपछि अनि त्यसपछि हामी चामेमा गएर आज बस्नेछौँ मजाले यहाँबाट लगभग 3-4 घन्टा लाग्छ अब बाइक पनि बिस्तारै कुदाउनु पर्छ किनकि अब बाटो पुरै ठुल्ठुलो ढुङ्गाहरू र ऊहरू छ डिग्री बम हुन्छ यहाँबाट त डिग्री बम हो तर पनि अब एडभेन्चर खोजिरहेको छौँ एडभेन्चर नै हो अब हेरौँ रमाइलो गर्दै जाउँ बिस्तारै जाउँ हतार नगरौँ भोग्ला बिना भोग्ला छैन नि होइन चामेमा गएर झैघट्टे हान्नुपर्छ झैघट्टे हान्नुपर्छ चामेमा गएर झैघट्टे प्लस अब आनन्दले हिँडौँ मजाले अब गाडीहरू यस्तै हो ठुल्ठुलो अब 4 पाङ्ग्रे गाडीहरू छन् हाम्रो यो 2 पाङ्ग्रे गाडी 4 पाङ्ग्रे भन्दा कम छैनन् अब मजाले जानेछौँ हामी बसेको होटेल यो पहिला यो होटेल हो लिक्विड यो होटेलमा बसेका हौँ होटल पनि लिक्विड नै जाने हामी बसेको होटेलमा हो अनि यहाँबाट अब हामी छुट्टिन्छौँ यहाँ ओह्रालो गएपछि हामी ठ्याक्क छुट्टिन्छौँ चामे जाने र कता जाने तर लाग्छौँ हामी यहाँबाट ल ओह्रालो हामी हो यार यो बाटो त होइन मलाई यो बाटो कम हिँड्दै आएको जस्तो लाग्छ हो यो बाटो स्कर्पियो र जिप त्यसको पछि अब मनाङ जाने बाटो यो मनाङ जाने बाटो यहाँनिर हामी अब मनाङतिर जानेछौँ लाग्नेछौँ बाटो यस्तै हो अफरोडिङ अब चाहिँ हाम्रो बाटोले एकदमै धेरै साथ दिए जस्तो लागिरहेको छ मलाई चाहिँ सारी मिलिजुली जानुपर्छ हामी सबैजना एकै हौँ आमा स्कुटी राइडमा आएको छ त स्कुटी कस्तो मजाले राइडमा अरू पनि छ क्या राइडिङ ब्यागले त दुःख दिँदै क्या मलाई ब्यागले दुःख दिनु भयो नि अलिक साइडमा लैजाऊ त अलिक साइडमा लैजाऊ त म ब्याग बोक्छु अनि एकैछिनमा हाल्नु मलाई ब्याग त छुइराखेको हामी तल घ्यास छोइरहेको छुइहाल्छ नि ब्याग मैले ब्यालेन्सै मिलाइराखेन कि म ब्याग लिन्छु लु ब्यागलाई पछाडितिर केही मर्नु ब्याग ल गाई जब हामी यहाँ पुरै ब्याग सेटअप गर्दैछौँ बाइकमा होइन फुल टु बिनाजुले अहिलेसम्म त रमाइलो लगाएर थियो अहिले चाहिँ रमाइलो लागेको छैन किन ब्यागले बाटो पुरै डेन्जर छ एडभेन्चर्स भएर चाहिँ अब बाइक सेटअप गर्दैछौँ पछाडि हुडी धेरै पछाडि मिलाउनै पर्ने रहेछ मैले सेटअप त मैले पुरै चलाउनु पर्ने हुन्छ नि त त्यही भएर चाहिँ पुरै पछाडि ऊ राख्नै पर्ने रहेछ है ब्यागेज लगेज राख्नै पर्ने रहेछ है नेक्स्ट टाइम राख्नै पर्छ फेरि त्यही छ ल ठिक छ अब निस्किने छ अब हामी यहाँबाट सर केटाहरू लगाइसकेको छ ऊ पुरै राइडमा कडा भएको छ है झन्डै ब्यागमाथि बस्नु लाग्यो अलि नमिल्ने भएर है र अब चाहिँ एकदमै कम्फर्ट पनि भएको छ
एकदम खराब रोडहरू सुरु भइसकेको छ। यस चितवनदेखि बेसी सर आउँदाखेरि चाहिँ बाटो राम्रै थियो। 90% त होइन कि 98%ले भनौँ न। अस्ति मैले एउटा भ्लगमा चाहिँ 90% बाटो राम्रो छ जाने ठ्याक्कै 72 किलोमिटर बाँकी छ। 52 भनेर फेरि भनेर 52 हामी आज चाहिँ चितवन टु डाइरेक्ट जाने बेसी सर बस्ने प्लान थियो। फेरि समय अझै रहेकोले अलिकति बाटो लम्बाइदिउँ न त भनेर चाहिँ त्यतिको लागि सहज हुन्छ नि त। सहज हुन्छ कि भनेर आज सामेसम्म जाने यात्रा। बाटो चाहिँ यस्तै छ है गाइस। एडभेन्चर्स पुरै छ बवाल। केही छैन। अब अर्को झन् वर्ष आउँदाखेरि त राम्रो हुन्छ सायद। मुस्ताङ गएकै बराबर हुन्छ। मुस्ताङ गएको बराबरै हुन्छ बवाल। बन्दैछ निर्माण क्रममै हो। साह्रै डेभलपमेन्ट हुने हो। नेचरको कुरा कतिखेर के आइपुग्छ थाहा हुँदैन, तर डेभलपमेन्ट चाहिँ हुँदैछ एकदमै। त्यहाँनिर गाउँलेको मजाले आज तानेमा गएर मजाले तानेको पानी पनि बोक्दैन। पानी पनि बोक्दैन। त्यहाँदेखि रेस्ट पनि लिएको छैन कि। तानेमा एकदम मिठो रेस्ट होला जस्तो लाग्छ। आज मिठो रेस्ट हुन्छ जस्तो लाग्छ। तुम्बाका साथ तुम्बा भयो है ल। हाइड्रो पावर यहाँ त पुरै कहिले सेयर हाल्यो त ल भन। के हाइड्रो पावर मेरो सेयर सेयरम्यानको हो भन्ने भनिन्छ है। तर बाँकी राइडरहरू अगाडि पुगिसकेका छौँ। पछि ढिला भयौँ होइन। ब्याग मिलाउने र जबमा ढिला भएन। नत्र बाँकी राइडरहरू त अगाडि पुगिसकेका छन्। तर केही छैन, भेट्छौँ हामी भेट्छौँ मजाले। आधी जति त मैले स्पिड त पुरै त्यो के अरे हाम्रो त्यो क्या दामी स्लिप रोड थियो नि, त्यहाँ त क्या दामी तरिकाले 120 115 पुग्यो क्या बाइक त। आमा 115 120 भवाल छ कि। गाडीमा त क्या मजा आउँथ्यो। गाडीमा त मैले कतिचोटि रोडबाट घुमेर आएँ क्या। त्यो सुन्नु क्या त। त्योबाट बस अनि ला फेरि फर्केर गएको थियौँ नि हामी। है डाँडा बनाउने थियो। अनि तिमीले अगाडि गएर रोक्दा छ नि त। अनि तपाईँ फेरि गाडी आइराख्यो त। राति हिँडेर झन् गाह्रो हुन्थ्यो। डाँडाको बिचमा आएर ल सबै चिज बिर्सेछौँ आनन्दले। इन्जोय। हामी मनाङ आउँदैछौँ है आज त। सालो भेना रमाइलो टक्क लाएर आज मनाङमा बस्दैछौँ हामी चामेमा। बाटो चाहिँ यहाँ मस्तको मजाले है मजाले। ल है ल ट्याक्सी ड्राइभर सिटमा आयो होला होइन। के ड्राइभर ड्राइभर सिटमा आइपुग्यो होला होइन। होला। अब सिधै आइपुग्नु नै लानु भइसक्यो। पुरै आइसक्नु। हाल्दा कुर्दा पनि भयो क्या हाल्दा रङ राइट नहल्नु नानु त्यतिर खानु चिस्तो चिस्तो यस्तो दामी लाने दामी तरिकाले गाउँहरू छ। तर गाउँहरू चाहिँ छैन।
हामी सामेको बाटोमा है सामेको बाटोमा त्यो रामेको छोरोले सामेले बाटो चाहिँ बनाएर हिँड्छ यति राम्रो छ होइन यस्तै हो बाटो चाहिँ गाइस है खाएको जति सब पस्यो अनुसार 78 किलोमिटर यहाँ छ है 20 किलोमिटर भनेपछि अब हामी 32 किलोमिटर पार गर्नु बाँकी छ लगभग 32 किलोमिटरमा चाहिँ हामी पुग्छ होला टोटल चाहिँ 52 किलोमिटर हो सायद पुग्नु त 32 यसले कति धुलो खाउने हो तिम्रो ट्र्याक तर हो मैले भने थिएँ स्कर्पियो नै ठुलो त होइन स्कर्पियो नै गाह्रो त स्कर्पियो एक्सटेन्डको भाइ यो खाएको हो 2005 तर कडा छ बाटो फेरि माछा लडिसकेको छ बबाल तरिकाले दुइटै माछा फेरि एउटा चित्तने माछा एउटा हेटाउने माछा छ बबाल तरिकाले लडिसकेको छ दामी तरिकाले अब मैले यहाँ एउटा झर्ना खोजिरहेको छु त्यो झर्नाको बारेमा चाहिँ खोजिरहेको छु त्यो झर्ना मैले मिस गरिरहेको छु त्यो दामी झर्ना थियो गाइस हामी चामी आइपुग्यौँ चामीको बिगेस्ट झरना यही हो चामी खतरा झरना हो यो टपमा छ चामी बेटी चुनाव गर्न चाहिँ बन्द गरेँ होइन पुग्छ हुन्छ म गाइस अब हामी यहाँबाट खाजा खाँदै चामीबाट खाजा खाँदै चामीले च्याम्चे हामी चाहिँ अहिले च्याम्चेबाट खाजा खाएर अब लगभग 2 घन्टाको राइडमा चाहिँ चामीतिर लाग्दैछौँ होइन चामीतिर मनाङ र चामी एउटै हो बाटो चाहिँ यही हो कि त्यो यति जोरसट आएको बाटो चाहिँ यही हो यस्तो बवाल छ है दिस इज च्याम्चे यो आवाज सुन्न नि डर लाग्छ अघिल्टोले हाने कुकुर बिजुलीको चम्किँदा तर्सिन्छ भने यही हो त्यही भयो गाइस हामी दामी ल्यान्डस्केप या त्यसमा पढेको साथीहरू पनि यो होला अक्टोपस झर्ना गाइस अक्टोपस झर्ना यो अक्टोपसको भाइ हो गाइस है यो चाहिँ एक मछली पानीले गई सफा ए पछाडि छ जानु दाइ त्यहाँबाट यो मछली पानीले गई सफा बाटो चाहिँ बवाल छ भने है पहिला चाहिँ पुरै डेन्जर थियो अहिले चाहिँ बाटो पुरै ढलान हाने अरे पहिला हामी आउँदा त पुरै 25 थियो पुरै अफ रोडिङ थियो अहिले त पुरै ढलान हाने बेस्ट पार्ट यही हो
जाको तल नै उडिसक्यो। भने त्यो तल नै उडिसक्यो। अघि मलाई त्यो मान्छेले सोध्यो थियो पुरै डेन्जर तरिकाले भएछ है, खत्रै तरिकाले गएको तर पनि त्यो लगिरहेको आँटिलो रहेछ मान्छेको चाहना हो होइन। एकचोटि गाडी सानो गाडी होस् या जेसिबी होस् लिएर जाउँ। अब गीत आउँदैन है तपाईँहरू गाउनु ल। घाम लाग्यो यो चाहिँ आफ्नो लिरिक्स है। कमेन्टमा प्लिज गीत लेखिदिनु होला फुल गीत। अब त्यो सिजनहरू पनि छ नि त। नेपालको झन्डा पुगेर ल गाइज यहाँ आएर चाहिँ यो चुट्यो। अब फेरि अब बान्ने छौँ हामी मिलाएर। अब यसलाई पुरै यहाँ राख्ने हो होइन। पुरै डेन्जर तरिकाले ट्रेकिङ बबाल एडभेन्चर हुँदैछ हाम्रो होइन। दामी तरिकाले एडभेन्चर हुँदैछ यस्तो ठाउँमा आएर बबाल चाहिँ हेर्नु त्यहाँ दामी। ओहो गाइज सरी ल म तपाईँलाई छोडेर यहाँ ब्लग बनाउनु थालेँ। दामी छ क्या स्केपहरू यो पहाडमा आएर बसेछ हामी दामी तरिकाले। ल है ल गाइस ल ल ल ल ल यहाँ माको भिरालो हेर्नु त कस्तो डेन्जर। पुरै मजाले बान्नु अब जति सक्दो। अब 1 घन्टा हो धेरै पनि होइन। अब 1 घन्टा हो धेरै पनि होइन। अब फुल टु अन हामी हिँड्नेछौँ मजाले। गाइज बोलेर आउँदैछ पुरै पल्टो टिका लागेको सकाएर हामी हिँडेका छौँ। अब हुन त यहाँको मान्छेहरू पनि बनाउन गएको हुनसक्छ। त्यही कारण फेरि योपालि मान्छे यस्तो प्याक छ यहाँ आमामा। बाटो फेरि त्यस्तै माथि अलमोस्ट धेरै राम्रो बाटो बनाएको छ होइन। कुनै कुनै ठाउँमा चाहिँ अफरोडिङ बवाल छ तर पुरानो बाटो र अहिलेको बाटोमा चाहिँ धेरै कम्पेयर गर्दा चाहिँ अहिलेको बाटो बेस्ट छ होइन। अलिअलि त भइहाल्छ। अब प्लस अब हामी लगभग 15-16 किलोमिटरमा अब हामी चामे पुग्ने के अरे कता अरे चामे पुग्नेछौँ होइन। मान्छेहरू अलमोस्ट सबै छ है यहाँ। सबलाई काट्दै जाने हो। अब हामी चाहिँ बस्ने इगल आयो भन्नेमा रुम बुक गरेका छौँ। बल्ल बल्ल पाएको छौँ होइन। त्यही हो त्यहाँ आउन सक्छौँ हामी भट्टाइरहेको छौँ। सबभन्दा छिटो जाउँ र पुगौँ र बसौँ भनेर। अनि त्यसपछि त्यहाँ बाइक राखेर भोलि त्यहाँबाट फेरि अब हाम्रो वाकिङ छ। आजको लागि यति नै छ। अब आउनुहोस् हामी होटल छिरेपछि चाहिँ अब त्यहाँ फ्रेस भएर चाहिँ बस्ने छ। आजको फर्स्ट डे चाहिँ यही हो आज चामेसम्म। वेलकम दाना पिउ ल है गाइस। ल म त होटलबाट अब यसलाई चाहिँ सुपर नाइट मोडमा लानुपर्छ। ल गाइस अब हामी चामे आइपुगेको छौँ। ओ चामे मजाले अब होटल खोज्दैछौँ। इगल आइज तर कहाँ छ भने थाहा छैन। खोज्दै जानुपर्छ। इगल आइज अब यहाँ बसेछौँ आज राति हामी टक्क लाएर होइन। यहाँ टक्क बसेछौँ हामी। कस्तो पर्छ यहाँ इगल आइज भने कता हो हजुर? दुईवटा बाटो आउँछ लेफ्ट लाग्नु। थ्याङ्क यू गाइस। कहाँ छ बाटो? इगल आइज के थाहा होइन हौ। लागिरहेको
है गाइस ल है मुस्ताङ आइपुग्यो मनाङ आइपुग्यो हामी यता लेफ्ट हो इगल आइज ए भाइ एकैछिन ल नआउनु होला अगाडि ए सिटिजन महँगै रहेछ मेरा भाइ हामी आएका छौँ मनाङ तपाईँले यो भने होइन हामी आएका छौँ मनाङ भने होइन कुन हो यार यतापट्टि हो अगाडिको हो दाइ को छ यहाँ भनिहाल्नु है ओहो दामी भ्यू हुन्छ बिना बिस्तारी हामी आइपुग्यौँ आफ्टर लङ अफ इगल आइज है भिना पनि आनन्द हुनुहुन्छ कस्तो लागेर त बम कस्तो दुखिरह बम डिगी हो तपाईँ हो त्यही छ नि रुम धन्यवाद हेर्दा धन्यवाद है हाम्रो होटेलको यही हो होटेल भाइ यही होइन ए यतापट्टि पो हो ला अनि बोर्डिङ त यता छ कन्फ्युज भएछ हामी शुभ नाम दाजुको केसरी ए केसर ल दाइ है धन्यवाद है फोन गरेर रुम भेटाइदिनु भयो हामी त अचानक हिँड्यौँ होइन खुसी लाग्यो अब यो रुममा टक्क हामी बस्नेछौँ है ओ तातो मजा ल ठिक छ एउटा रमाइलो छ एकैछिन यहाँ बस्छौँ ल अब हामी खाना खान थाल्दैछौँ यही हो लास्ट फर्स्ट डे छोड्दै त्यो कुरा छोड्यो यहाँ हाम्रो डिनर हुँदैछ बबाल चिकनको उहाँ रामपुर क्याम्पसमा पढ्नु भएको 4 वर्ष हजुर अब तपाईँको त भन्नै परेन लाइक अब त्यहाँको सबै थाहा छ बासिन्दा मलाई हजुरको नम्बर दिनु अनि उहाँको नम्बर दिनु एकदिन ग्यादरिङ बस्नुपर्छ चितवनमा सम्झिया खेलाडी हो तिनजना होटेलको ओनर वाह तिनजना होटेलको ओनर इगल आइजको होटेलको ओनर यहाँ काम भने सानो र ठुलो हुँदैन है जे भने इच एन्ड एभ्रिथिङ यु अर्न बाई युर ओन सेल्फ यो मान्छेले सिकाउँछ इगो एन्ड एटिट्युड सबैमा हुन्छ तर सिम्पलिसिटी द वे यु ओनर युर सेल्फ जबसम्म मान्छेले ओनर गर्दैन नि आफू माथि यो मान्छेले सिकाएको छ ओ दाइ तपाईँले जबसम्म आफूलाई ओनर गर्दैन नि त्यो कुराले प्राउड फिल गर्दैन के ओ तपाईँले जबसम्म आफूलाई रेस्पेक्ट गर्दैन नि कसैले रेस्पेक्ट गर्दैन तपाईँ माथि यो कुरा कसैले भने तपाईँलाई त्यही हो नि त कुरा हामी नेपाली हौँ हामीले विदेश गएर अर्काको टोइलेट सफा गर्छौँ तर नेपालमा आफ्नै भाडामा लजाउँछौँ कि हामी त्यस्तो टाइपको मान्छे हो कि तर यो मान्छेले के प्रस्तुत गरिरहेको छ भने आफ्नै होटेल खोलेर 3टा होटेल आफ्नै लोनमा तर पनि आफ्नै खाना पनि दिने गेस्टलाई स्वागत पनि गर्ने भाडा पनि मात्ने सबै कुरा गर्ने मान्छे एउटा इक्जाम्पल हो कि नेपालमा त्यो विशेष मान्छेलाई मात्रै थाहा हुन्छ कि विदेश गएर मान्छेले पैसा कमाउँछ तर सर्टेनिटी आफ्नो ओनर कमाउने मान्छे कमै हुन्छ यहाँ नेपालमा दाइ यो रियालिटी हो कि दाइ हामीले युवाले बुझ्नुपर्ने म जस्तो युवाले बुझ्नुपर्ने मान्छे हो उहाँ 32 इयर्स ओल्डको मान्छे हो म भर्खरको 23 इयर्सको मान्छे हो कि दाइ भन्नु न हामीले सबै कुरा गर्न मिल्छ कि तर पैसा कमाउनु भने आफ्नो नेपालमा जस्तो घुम्ने खाने आफ्नो परिवारसँग रमाउने सबै भने यही हो हजुरहरूलाई के लाग्छ त्यसले चाहिँ एकदम भास्ट लाग्छ